हेलो एभ्रिवान, आज पनि म फेरि अर्को नयाँ भिडियो लिएर उपस्थित भएको छु र आजको यो भिडियोमा चाहिँ मैले विकास हाइड्रो पावरको जुन आइपिओ हाम्रो निष्कासन भएर आज बाँडफाँड मितियो असार 5 गते कति बजे बाँडफाँड हुन्छ भन्ने बारेमा र यसको नेटवर्क यसको यो कम्पनीको बारेमा हल्का जानकारी दिनेछु। अनि तल हजुरले देख्न सक्नुहुन्छ प्योर इनर्जी चाहिँ कति कारोबार भयो। अनि अर्को छ यो कर्मैसँग मैले सबैको बारेमा भन्छु र 4वटा कम्पनीको बारेमा जानकारी दिनेछु। त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोला र यस्तै प्रकारका एकदमै इफेक्टिभ भिडियोहरू मैले नियमित रूपमा ल्याउने भएकाले यो च्यानललाई चाहिँ सब्स्क्राइब गरिहाल्नु होला है त। ल हस् त। ल अब सुरु गरौँ। पहिलो कुरो त विकास हाइड्रो पावरको आइपिओ सम्बन्धी जानकारी र यसको लागि चाहिँ यहाँ मैले हजुरलाई यहाँ चाहिँ एउटा आह्वान पत्रकै वास्तविक कुरा नै यहाँबाट बताउँछु, किनभने यो कम्पनीको विवरणबाट नै हामीले हेऱ्यौँ भने हजुरलाई धेरै सहज हुन्छ। र हेर्न सक्नुहुन्छ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको लागि दरखास्त चाहिँ न्यूनतम 10 किता अधिकतम 10,000 कितासम्म भर्न पाउने थिए। र अर्को कुरा चाहिँ के हुन्छ भने दरखास्त दिनुपर्ने न्यूनतम किता वैदेशिक रोजगारी र आयोजना प्रभावित बासिन्दाहरूको लागि। अनि कुन कुन क्षेत्रमाथि हजुरले हेर्न सक्नुहुन्छ आयोजना प्रभावित क्षेत्र भनेर त्यहाँ छुट्याएको त्यो हजुरले हेर्नु होला भने। अर्को कुरा सेम नै छ, दरखास्त दिनुपर्ने वैदेशिकको लागि पनि आयोजना प्रभावित क्षेत्रको लागि पनि सेम नै छ। यसको बारेमा हामीले हेरिहालियो हो। अनि हामीले 10 किता नै भरिएको होला, हजुरले भर्नु भएको होला पक्कै पनि। र अब यता हजुरलाई लाग्न सक्छ कि यो कस्तो कम्पनी हो, यसको नेटवर्क कति छ, यसको इपिएस कति छ। यसको लागि चाहिँ त्यहाँ माथि हेर्नुहोस् त आह्वान पत्र भनेको छ। प्रति सेयर आम्दानी भनेको छ नि इपिएस अर्निङ पर सेयर चाहिँ 5.37 छ है त। 5.37 छ भनिसकेपछि लगभग ठिकै नै छ भने प्रति सेयर नेटवर्थ भने 102 मात्र छ। तर केही हुँदैन। अब जस्तो धेरै ओपनिङ रेन्जको बारेमा पनि यहाँबाट बुझ्न सकिन्छ। 102 को 3 गुणासम्म कारोबार हुनसक्छ, 300 कति 4 त्यस्तै हुनसक्छ। 102 मानौ 100 देखि 300 को बिचमा यसको कारोबार हुन्छ भनिसकेपछि अब 102 प्रति सेयर नेटवर्क 100 मा किनेको सुरुमै हाम्रो चाहिँ 2 टा नाफै आउँछ भनेको छ। अरू कम्पनीको तुलनामा त कम छ, तर पनि पछिसम्म हामीले चाहिँ आइपिओ भर्दा कुनै पनि समस्या हुँदैन, यसमा घाटा लाग्छ भन्ने यस्तो कुरा चाहिँ हुँदैन, यसमा हामी डराउनु पर्ने हुँदैन। भने अब हामी यसको जस्तो आइपिओ कतिजनाले भरे भन्ने हजुरको जिज्ञासा पनि हुनसक्छ। अब आइपिओ भर्नेमा चाहिँ 63,868 जना छन् है त। आइपिओ भर्नेमा 63,868 जना छन् भने अब कतिलाई पर्छ भन्ने पनि त हजुरलाई जिज्ञासा लाग्न सक्छ। अब 35,455 जना फेरि हजुरलाई लाग्न सक्छ यो चाहिँ मैले बताएको विवरण चाहिँ ठ्याक्कै त्यो आयोजना र विदेशी जोडेर हो। अनि अर्को आइपिओ नपर्ने कतिजनाको हात खाली भन्ने पनि हुन्छ नि हजुरलाई। अब यो हात खाली हुने व्यक्तिहरूको सङ्ख्या भनेको 28,413 जना भनिसकेपछि जहाँसम्म यो भिडियो हेर्नुभएका सबैलाई पर्न सक्छ, किनभने 28,000 मानौ 28,413 भनिसकेपछि 28,000 पर्दैन। अनि अर्को छ 63,000ले भरे 35,000 पर्छ। पर्नेको सङ्ख्या यहाँ धेरै देखिएको छ, हजुरले पनि आफै पनि हेर्न सक्नुहुन्छ। यसमा कुनै पनि समस्या छैन, छ त छैन। अब विकास हाइड्रो पावरको कहिले चाहिँ बाँडफाँड हुन्छ त, यसको आइपिओ बाँडफाँड हुने मिति पनि त तोकिएको छ आज भनिसकेपछि 9 बजे है त। विकास हाइड्रो पावर वैदेशिक र आयोजना प्रभावित क्षेत्रका लागि बिक्री खुल्ला गरेको आइपिओ चाहिँ आज असार 5 गते बिहिबार बिहान 9 बजे बाँडफाँड हुने भएको छ र 12 बजेसम्म त हजुरले हेर्न पनि सकिहाल्नुहुन्छ यसको आइपिओ। ल अब यसको बारेमा त हजुरले जान्नुभयो भनिसकेपछि अब इपिएस नेटवर्कको बारेमा पनि क्लियर भयो। अब जस्तो प्योर इनर्जी हजुरलाई परेको छ कि छैन है त, हजुर यसको भाग्यमानी हुनुहुन्छ कि हुनुहुन्न। प्योर इनर्जी लिमिटेडको आइपिओको 15 दिनमा 15वटा सर्किट गएका छन्। यसको मतलब अहिले चाहिँ यसको कतिमा कारोबार भइरहेको छ भने हामीले 100 मा किनेका थियौँ, हामीलाई आइपिओ परेको थियो 100 को भने 1207.20 भनेको 100 को 1200 पुग्यो भनेको 1000 जुन 10 किता किनेका थियो 10 किताको 12,000 प्लस गइसकेको छ र प्रत्येक दिन 10%ले हानेको छ।
यो 14-16 सम्म पुग्छ कि जस्तो लागिरहेको छ मलाई। हजुरले त्यही अनुसार कारोबार गर्न सक्नुहुन्छ र त्योभन्दा बढी पनि जान सक्छ, सम्भावना त दुवै नै भइहाल्यो। अनि अब चाहिँ हामी आउने कम्पनी कस्ता छन् त, कुन कम्पनी जस्तो माविलुङ इनर्जी लिमिटेडले चाहिँ धितोपत्र बोर्डबाट आइपिओ निष्कासन गर्न अनुमति पाएको छ। भनेको यो माविलुङ इनर्जी लिमिटेड भन्ने यो कम्पनीले धितोपत्रबाट स्वीकृत गरिसकेपछि अब आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा भएकालाई खुलाउँछ, त्यसपछि सर्वसाधारणको लागि पनि खुलाउँछ। र यसका किताहरू हेर्ने हो भने 18,90,530 भनिसकेपछि कतिलाई पर्छ भन्ने हुन्छ। प्रत्येकले 10 जना भर्यो भने डिभाइड बाई 10 गर्दा 1,69,000 1,89,053 है त। 1,89,053 चाहिँ किता हुन् भनिसकेपछि त्यतिजनालाई चाहिँ पर्छ। किता त 18 लाख भइहाल्यो, 1,89,000 पर्छ भन्नु होला। अनि यो चाहिँ एक कितालाई 100 नै पर्ने भयो। सेक्टर यो हाइड्रो पावर सेक्टर हो भने लक्ष्मी सनराइज क्यापिटल लिमिटेड चाहिँ यसको प्रबन्धकको रूपमा रहेको छ भनेर यो कम्पनीको बारेमा पनि जानकारी दिए। भने अब अर्को कम्पनी भनेको शुभश्री अग्नि सिमेन्ट उद्योग लिमिटेडले आइपिओ निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ। अब अगाडिको जुन हामीले भर्खरै भनेको कम्पनीको नाम के थियो भने माविलुङ इनर्जी लिमिटेडको आइपिओले स्वीकृत नै पाइसकेको छ, अब छिट्टै नै आइहाल्छ। तर यो शुभश्री अग्नि सिमेन्ट उद्योग लिमिटेडको चाहिँ बल्ल आवेदन दिएको छ। अब स्वीकृत गर्छ धितोपत्र बोर्डले, त्यसपछि बल्ल निष्कासन गर्ने हो। यसलाई चाहिँ अलिकति टाइम लाग्न सक्छ, तर आउँछ। र 100 हो। अब यसमा यो एउटा सिमेन्टको, अब यसमा नम्बर अफ सेयर हेर्ने हो भने कति छ भने 20,21,000 नभएर यो त धेरै नै रहेछ। 2,02,10,000 छ है त। 2,02,10,000 भनिसकेपछि हजुरलाई ढुक्क पर्छ। यो ढुक्क हुनुहोस्, किनभने शुभश्रीले यो सिमेन्ट हो, यो उद्योग हो भनिसकेपछि 2,02,10,000 भनिसकेपछि त डिभाइडेड 10 गर्दा पनि 20,21,000 ला त मजाले यो आइपिओ पर्छ भनिसकेपछि यसमा हजुर पर्न सक्नुहुन्छ। र अर्को यो इस्यु क्यापिटलको रूपमा माछापुच्छ्रे इस्यु क्यापिटल रहेको छ। र अब चाहिँ यस्तै यो कम्पनीको बारेमा जुन आह्वान पत्र सहित मैले नयाँ भिडियो पनि ल्याउँछु अन्य कम्पनीहरूको बारेमा पनि। त्यसैले हजुरले ठ्याक्कै यो च्यानललाई चाहिँ सब्सक्राइब गरिहाल्नु होला र एउटा कमेन्ट र लाइक सेयर गर्न भने नभुल्नु होला है त। हस् त।